हेलो गाइज, म चाहिँ आज कपडा लगाएर होइन, अनि कपडा लगाएँ। त्यसपछि मुखसुख धुन गएर अब मुखसुख धुन जान लाग्यो। अनि त्यसपछि म मुखसुख धुएर बाहिरतिर यसो जाम्के भन्यो होइन। अब के रुममा बसेर नि के गर्ने, धेरै भयो बाहिरतिर नगयो भने। अब बाहिरतिर जाम भनेको बाहिरतिर लागिदिएको देख्न सक्नुहुन्छ गाइस। यस्तो त अनि चप्पल लगाएर अनि बाहिरतिर गइदिएको यस्तो होइन। कपाल त्यो गराएर बाहिरको नजारा चाहिँ यस्तो खतरा थियो कि होइन। अनि कुद्दै बसिरहेको थिएँ म चाहिँ बाहिरतिर गएको। यहाँ बिल्डिङ छ, नानी बिल्डिङ के बाहिरतिर घुम्न गइन। मैले खुट्टा काट्यो भने यस्तो छ बाहिरतिर। आज खतरा सनसेट आउँछ बिहान। अनि त्यसपछि दिउँसो नि माटो नै खुट्टो लास काट्यो। यस्तो छ हालत यार। यहाँ चाहिँ हल्का बाहिरको मान्छे अब पर्मिसन बिना अब देख्न पाउँदैन नि त अरूको। त्यही भएर यता नालीतिर हिँडेर आएन। यस्तो छ पुरै खतरा छ होइन। कुरा खुट्टो काटेर नमजा लागिरहेछ नाटो। बसमा नै ठुलो साइलेन्सर हुन्छ यो बसमा नि। नेपालको जस्तो हुँदैन यो त। नाला त उयो नेपालको जस्तो छ। अब रोडहरू सबै त्यसपछि माथि चाहिँ पिचुलियो होइन। कति ठुलो बिल्डिङ छ यो मार्ने। यस्तो छ अनि रमाइलो गर्नुपर्छ। घुमेर बसेर नि के गर्ने। म बस्नु चाहिँ यो सकिन्छ। फर्स्ट टाइम एक्लै घुम्न हल्का डर जस्तो लागिरहेछ। यो ठाउँमा हल्का नराम्रो हुन्छ नि, त्यही भएर हो सब पढाइ जस्तो नेपालीमा हुन्छ। आफ्नो तालमा हिँड्ने हो। अनि कस्तो लाग्छ मेरो भ्लगहरू भनिदिनु होला। भिडियो बनाउनु चाहिँ त्यहाँ दामी छ क्या, सबभन्दा भिडियो बनाउनु त्यहाँ। पुरै यतादेखि सनसेट देखिन्छ होइन। रातिको टाइममा या यति खतरा देखिन्छ नि। रातिको टाइममा माटो नि दामी हुन्छ। यहाँबाट चाहिँ बच्चा अनि बुढोहरू हिँडिरहेछन्। अनि त्यसपछि फर्स्ट बेला अब भ्लग बनाउने हल्का त्यति धेरै त थाहा छैन होइन। पुरै विकास खतरा भएको छ तर होइन। यो ठाउँमा नाङतिर होइन सब सरकारी घरहरू सब कोठा भाडामा बस्ने रहेछ क्या यहाँको मान्छे नि किनेर सबै होइन। यहाँ पढाइ जस्तो कामदारहरू साइकलमा बाहिरदेखि आए सबै साइकलमा नै हुन्छ। फोन खतरा छ त्यही बस्ने। अनि रुल्स चाहिँ खतरा छ त्यो। मान्छे मात्रै छ।
काटेर मलाई यस्तो भइदिरहेछ भने माटो नै विद्या फर्स्ट टाइम घुम्न जानु त्यही नै हो रुल्स चाहिँ खतरा छ क्या यहाँ अगाडि छ कुकुर छ होइन यहाँ त्यसपछि त्यो भइरहेछ मान्छे बसिरहेछ डेन्जर छ ठाउँ चाहिँ हो होइन जस्तो भयो नि अब बाहिर कानुन चाहिँ खतरा छ यहाँको गाडी भने सबै इलेक्ट्रोनिक नै रहेछ कि यहाँको त पुरै सबैको सबै इलेक्ट्रोनिक होइन मार्ने त्यस्तो त्यो नहुने पुरा इलेक्ट्रोनिक नआएको प्रदूषणै नहुने क्या सगर वातावरण प्रदूषणै नहुने क्या यहाँ फोहोर यहाँ प्लास्टिक छ साइडमा यो पनि इलेक्ट्रोनिक गाडी हो त्यो आउँदैछ यताको होइन यो पनि इलेक्ट्रोनिक गाडी हो सबै इलेक्ट्रोनिक हो त्यो चाहिँ आफ्नै मान्छे छ नि लोकल मान्छे म चाहिँ बसायो होइन हाम्रो त ओटी नै चल्दैन 4-5 वर्ष यतै बसेर काटिने भयो अब यहीँदेखि अब सबैले सपोर्ट गरिदिनु होला होइन त्यो भन्न चाहन्छु म चाहिँ बाहिरतिरको नजारा देख्न सकिन्छ होइन यो चाहिँ प्रायः जस्तो यहाँ यिनीहरू चाहिँ नाइट ड्युटी गर्ने होला हो नि त अनि अहिले जान लाग्छ काम गर्न यही हेर्नलाई बाहिरको खुट्टुनी काटियो माटो नै हेर्न नि चाहिँ खतरा छ क्या अब राति भयो भने यस्तो खतरा ठाउँ छ नि पुरै सनसेट त यदि खतरा देखिन्छ यही बाबा रे गाइज लास्टसम्म हेरेर लाइक कमेन्ट गरिदिनु होला सब्सक्राइब